हेलो एभ्रिवान, जोडले नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि सन्चै आरामै छु। म चाहिँ नयाँ भ्लग लिएर आइसकेकी छु। आज चाहिँ म एन्जिला फिल्म हेर्न जान लागेको। मेरो दिदी चाहिँ बजार गइसक्नु भयो। म चाहिँ छोरासँग जाने अब। अनि त्यहाँ गएर सबै दिदीबहिनीहरूसँग भेट हुन्छौँ। हेर्नु होला हाम्रो दिदीबहिनीहरूको रिएक्सन कस्तो हुन्छ एन्जिला फिल्म हेरेर। हेर्दै गर्नु होला है त। म चाहिँ आइपुग्यो, बाटो बनाउनु नि भ्याइन। हाम्रो ग्रुपहरूसँग यता भेट भयो। ल हामी चाहिँ अब सिजीमा पस्यौँ फिल्म हेर्न। टिकट गर्दैछौँ। भयो हामी चाहिँ भेट भयौँ फिल्म हेर्न आएको। कति महिनापछि आएको। ल यसरी आउँदैछौँ। हाम्रो ग्रुपहरू भेट भयो। हाम्रो ग्रुपहरू भेट भयो है फिल्म हेर्न आएको कति महिनापछि। कता हो त अब यति राम्रो मान्छेहरूको अब हामी भिडियो नै बनाएर हिँडेको चाहिँ के फोटो खिच्ने है। फोटो खिच्नु पर्यो। हामी राम्रो ल हामी राम्रो हामी सिजीमा आइसक्यौँ फिल्म हेर्न। अरूले भ्याइसक्यो, हामी चाहिँ बल्ल आएको। मेरो साथीलाई मेरो युट्युब च्यानलमा वेलकम छ। धन्यवाद। मेरो जेठानीलाई पनि ल सबैजना दिदीबहिनीहरूलाई मेरो युट्युब च्यानलमा वेलकम छ। हेरिदिनु होला सबैले। ल अब माथि जाऊँ है हामी। कहिले कहिले दिदीबहिनीहरूसँग रमाइलो गर्नुपर्छ। कहिले कहिले दिदीबहिनीहरूसँग फिल्म हेर्न आउनुपर्छ, रमाइलो गर्नुपर्छ। अहिले हाम्रो दिदीबहिनीहरूको रिएक्सन के हुन्छ हेरौँ है त। एन्जिला फिल्म हेर्न आएको हामी। अहिले रिएक्सन कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला। डन्डल लाउने कान्छ लाम्रो म्याले लाफाको फिल्म ओर्किरहेछ। डन्डा पाउँछ कि डन्डा मारा चाहिँ पुन्टे भर्ने गाह्रो पर्छ। हामी चाहिँ स्टेसनमा चढ्दैछौँ है। एकछिन आउनु भयो हुन्थ्यो के अरे हजुरहरू। अरू दिदीबहिनीहरू भेट भयो। हामी चाहिँ 43मा चढेर आयौँ यहाँ। अझै एउटा चढ्नै छ बाँकी। हजुरहरू पनि आउनु होला है। हामी चाहिँ अलि लास्ट अरू सबै हेरिसक्नु भएछ। हामी चाहिँ अलिक ढिलो भयो। ल लाफाखाटा भेट्छन् है। ल दिदीबहिनीको लाफाखाटा भेट्छन्। फिल्म मुस्किरहेछ कुडी महिना नुनी। भेट अब फिल्म सुरु छन् कि मात्र भने पकनाल कि मकैयाले मकै कोहीको डिगा भेटा फिल्म कुरिखेर मुस्किलै छ। मकै लाफाको छिनी के अरे एन्जिला कुडी नम्बर के छ एन्जिला कुडी नम्बर के नि हल टू के छ हलुवा नै के नि ए ल बसन्त हलुवा नै के छ। ल उस्किरा नि लाफाको कान्छे एन्जिला उस्किरा चल के जी 5 6 7 इस गांव में क्या हुआ है? कुछ मान्छ भेल सब फिल्म छ। बताओ किसने किया?
म जी है जी बेल सलाफाको मोरले हिँड्ने त हल्छ थोरैले हेरेमा भेट्ने बेला तिनी लास्ट त लिएछ के ढङ्गै टुपा झन्डै चिना झन्डै चिना रोयो के हजुर पनि रुनु भयो रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ कता कता रोए कता कता हाँसे कति धेरै रुनुभयो आज हाम्रो दिदी आधा आधा रोए आधा आधा हाँसे एकदम राम्रो रहेछ लास्टमा हेरे पनि एकदम खुसी लाग्यो राम्रो रहेछ फिल्म तर धेरै रुनुभयो बिचरा धेरै रोए एकदम राम्रो रहेछ एन्जिला बहिनीलाई एकदम बधाई छ हामी रोयो हजुरको हामीले खुसीमा पनि दुःखमा पनि भइयो फिल्म ल ngay interview लाले कानु बोबर हाजेर रामले जम्मैको नु बेटा कान धेरै राप्चोको मात्रै कान राप्चोको मात्रै मुनानीलाई पाँदा साह्रै सेतोले कान राप्चोको मात्रै हाले अरूको जम्मै नु बेटा हलो गर्ने कान मात्र राप्चोको मुनै नै ल एकदम सेतोले छ फिल्म ले ल कानो फिल्म जस्तो ग्रुपको यो कान जेठा न्याजेर भैया मनले इला झाडपल पानेर माया म कान चाहिँ साह्रै राम्रो रहेछ फिल्म रोए कता कता रोए धेरै चाहिँ रोए थोरै चाहिँ हाँसे सबैले हेर्नु होला लास्टमा नि हामी त हेऱ्यौँ हामी चाहिँ फिल्म हेरेर निस्के अब घरतिर जान लागेको अलिअलि फोटो खिच्न लागेको अब फेरि फोटो नखिची हुन्न फेरि हामीलाई ल साथीहरू म चाहिँ मेरो पसलमा आइसकेँ मेरो बुढो लिन जानुभएको थियो हो बाइकमा आएको बाटो चाहिँ भिडियो बनाउन अलि सक्दैन कि म अलि डराउँछ बाइकमा हिँड्दा त्यही भएर आजलाई यति नै हजुर पनि एन्जिला हो कि के फिल्म नहेरेको भए हेर्नु होला हामी त आज लास्ट रहेछ त्यही पनि हेरेँ साह्रै नै राम्रो रहेछ एकदम मन छुनी मेरो 7 जना टिम सबै रोएरै गयो ल आजलाई यति नै बाई बाई।